नेपालमा तिहार लागिरहेको छ है। अनि त्यही माथि आज लक्ष्मी पूजा विपिन जोशीलाई आज घर ल्याइरहेको छ है। एकजना आमाले घर दैलोमा है आफ्नो दैलो अगाडि छोराको शव देख्दा, बहिनीले आफ्नो दाइको शव आँगनमा देख्दा है के हुन्छ होला, के बित्छ होला त्यो फ्यामिलीमा है। कति धेरैजनाले यो कुरालाई एकदम धेरै मजाकमा उडाए जस्तो लागिरहेको छ मलाई। किनभने कति मान्छेहरूले एआईबाट भिडियो बनाएर चाहिँ अपलोड गर्नुभएको छ, कतिजनाले फेक आइडीहरूबाट नचाहिने न्युजहरू अपलोड गरिराख्नु भएको छ अझै पनि है। तपाईहरू एकदमै धेरै सोच्नु होला एकचोटि भिडियो अपलोड गर्नुभन्दा अगाडि हैन। किनभने तिहारको बेलामा एकजना आफ्नो घरको खम्बा है त्यसरी घर अगाडि लम्पसार परेर लडेको देख्दा है के हुन्छ होला, त्यो आमाको मनमा के बितिरहेको होला है। कयौं नेपालीको मनमा के बितिरहेको छ है। तपाईहरुलाई मजाक लागिरहेको छ, तपाईहरु नचाहिने भिडियोहरू अपलोड गरिराख्नु भएको छ। अझै पनि एकदमै धेरै ख्याल राख्नु होला तपाईहरु, जसलाई पनि पर्न सक्छ। यति धेरै मजाकमा नउडाउनुस् है। एकदम धेरै तपाईहरुले फेक आइडीहरू बनाएर पनि निकै धेरै अपलोड गरिरहेको देखिरहेको छु है। एक दिन आफूलाई पनि पर्छ, त्यस्तो मजाक नगर्नु होला। सबैजनाले उहाँको मनोबललाई कसरी हुन्छ अलि दोहोरो गर्ने सबैजनाले साथ सपोर्ट दिनुपर्छ है। आजको दिनमा कोही कसैले आजको दिनबाट चाहिँ नराम्रो भिडियोहरू नहालिदिनु होला, उहाँको मात्रै होइन कसैको पनि है। त्यही हो, सबैजनाले हौसला दिउँ, सबैजना लागि परेर अरूको बारेमा नराम्रो नचाहिने कुराहरू नफैलाउँ है। त्यही हो, मैले बोल्दै गर्दा कुनै कुराहरू नराम्रो नलागोस्, मैले बोल्दै गर्दा उहाँहरूको घर फ्यामिलीले कुनै कुराहरू अलिकति नराम्रो हुन पुगेमा त्यसको लागि माफ माग्न चाहन्छु। र तपाईहरुलाई चाहिँ के कस्तो लाग्छ कमेन्ट गर्नु होला, नत्र भने गएर चाहिँ एकचोटि हार्दिक श्रद्धाञ्जली विपिन जोशी लेखिदिनु होला है त। थ्यांक यू।